दरबार गाइस दरबार पहिला एउटै मात्रै राजा थियो होला अहिले राजै राजा रानी रानी भयो के पाउला आज भ्लग आजसम्म त लुटैरहेको हेलो एभ्रिवान वेलकम टु आवर न्यू भ्लग हाम्रो छुसक सिरिजको चौथो पार्ट हो यो चाहिँ अनि आज हामी आएको छौँ ख्यङबोकगुन यो कोरियाको चाहिँ हानबोक लगाउने एउटा इतिहास बोकेको राजा बस्ने ठाउँ साँच्ची नै राजा बस्ने ठाउँ जस्तो रहेछ यस्तो वर्ल्डकपको हाइटमा है मान्छे यति धेरै छ आज यति धेरै छ चाडबाड भएर पनि होला हैन अनि त्यसै पनि यहाँ मान्छे आउँछन् नै यहाँ चाहिँ के हुन्छ भने आउने हैन अनि अब राजा रानी हुने राजकुमारी हुने हैन कपडा सपडा लाउने हानबोक लगाउने अनि त्यसपछि फोटो सोटो खिच्ने भिडियो सिडियो बनाउने त्यस्तो काम चाहिँ यहाँ हुन्छ मान्छे यति धेरै छ अब देखाउँछौँ हामी तपाईँहरूलाई यहाँ के छ कसो छ हेर्दै जानु होला अनि उतातिर गाएन पार्टिसिपेट हुन जानु भएन त चाहिँ उसको के भन्छ गिभअवेको लागि पार्टिसिपेट हुनु पर्यो भिडियो आइसकेको छ मजासँग गरेर हेर्नु पर्यो गाइस है अनि अब म देखाउँछु तपाईँहरूलाई ख्यङबोकगुन रहेछ गेट ओहो मान्छे यो कपडा लाएर घर गयो भने के हुन्छ होला यो कपडा राजा हुन्छ त्यो लाइन रहेछ गाइस ओहो यो त बसिसक्नु रहेछ हेरिसक्नु के चाहिँ हेर्ने त मान्छे अनुहार हेर्न आएको रहेछ त नि यहाँ त ओहो यसरी लाखा छन् मान्छेहरूले यो है छ यो ओ दरबार गाइस दरबार भोल त दाइ हेर्नु त यस्तोमा कोही गरेर लाउँछ होइन कहाँबाट आयो तर मान्छे ए आमा आँखा त खुल्साध्यै रहन्छ सब यति धेरै मान्छे चाहिँ कहाँबाट आएका ए भगवान म त याद पनि लाउँदिनँ यस्तो दिग्दार दुःख गरेर त यसरी जाने अनि उताबाट निस्किने अब मान्छे निस्किने हेर्ने हाम्रो त मेरा भगवान हो आज त पैसा लाग्दो रहेछ नि त जहाँ पनि मान्छे त फेरि भनेपछि चाहिँ छोड्दैन त गाइस हेर्नु त आज पैसा नलागिन्छ त त्यसो भावना नि भगवान विभिन्न देशका मान्छेहरू पनि यसरी आएर चाहिँ एउटा के रहेछ यो आई लभ सौल टुरको चाहिँ एउटा प्याकेजै होला सायद अनि मान्छेहरू चाहिँ यसरी घुम्न आउँदो रहेछन् विदेशी यसो रजा सट्टा त स्वाद थियो नि स्वाद पहिला एउटै मात्रै राजा थियो होला अहिले राजै राजा रानी रानी भयो स्वाद थियो होला यार सेनापति घोडा साथ दिने हो म राजा भन्छु ल साध्य यात्रा साध्य हो दुई चार केटा अझै बोलाइरहेको छु आन्दैछ सौरभ हामी कहाँ बस्यो हो मेरो दरबारमा छु तपाईँ त हिँड्न त सस्तै हिँड्दो रहेछ त ट्रेनहरू त अनि तपाईँ के नयाँ मान्छे भयो नि सरसार हिँड्दो रहेछ त गाडी ट्रेन सौरभलाई हिजो 3 दिन बसेको ठाउँ नि थाहा छैन तपाईँ आज बन्द त बसेको ठाउँ कहाँ चेलीहरू सेल्फी खिच्दैछन् चेलीहरू हामी हिँड्दैछौँ यो यस्तो ठाउँको स्ट्रक्चर हेर्दा चाहिँ के अरे यो डाँडालाई नै काटेर बनाए जस्तो रहेछ पुरै यो यताबाट गिरेर डाँडामै रहेछ डाँडा माथि कोही डाँडा पुर्ने कोही डाँडा काट्ने गराएर चाहिँ बनाएर रहेछ कि जस्तो लाग्यो ताल रहेछ यहाँ चाहिँ प्रताप मल्लले बनाएको रानी पोखरी हो क्या प्रताप मल्लले रानी पोखरी हेरौँ गाइज हेरौँ जासँग हेरौँ आहा यार यताबाट पो रहेछ त यार देख्ने त
뒷모습 같이 찍어드린 게 얘가. 아하, 야. कस्तो मिठो त ल हेरौँ त गाइज त्यहाँ आमामा पोखरीको बिचमा कस्तो राम्रो नि यो रुख त्यस्तै रहेछ आहा यार मलाई त फोटो खिच्न मन लाग्दैन अझै त खाली क्यामेरा बोकेर भिडियो मात्रै बनाउन मन लाग्छ भिडियो चाहिँ कस्तो बनिरहेछ तर राम्रो लाग्यो यार बहुतै राम्रो लाग्यो यो छ होइन यो ताल छ अनि त्यस पछाडि दरबार पछाडिको त्यो आकाश निलो क्या आकाश निलो झन् कस्तो राम्रो देखेको यो तालबाट सरर गएर अनि आकाश चाहिँ ताल जस्तो कि ठ्याक्कै दरबारलाई नजिक पऱ्यो हेरौँ है त गाइस त्यो फोटो खिच्नेको भिडले वाक्कै बनाउने भयो यार सरी यार ओहो दरबार आमै कस्तो राम्रो कस्तो राम्रो छोरी मनपर्ने मान्छेलाई सानो फुच्ची टुपुक्क परेको कपडा लगाएर ओहो दरबार हो यो चाहिँ उसको यस्तो छ भन्ने स्ट्रक्चर हो दरबार के जस्तो राजा रानी कहाँ यार राम्रो छ नि यार अर्का यार त्यस्तो भन्नुहुन्न यार राजा रानी ऊ यहाँ रानी उता कता छ राजा रानीहरू यहाँ जति छ यहाँ रहेछ राजाको कमी रहेछ गाई चाहिँ अलिकति चलो भने अलग्गै हुन्छ नि हो यो लाइन चलो हो यस्तै झर्दा हो क्या अनि कुचिएको ओए भाइ अनि सम्हाली साध्य हुँदैन रहेछ त अनि कुचिहाल्छु नि मैले धन्दै लडेँ यहाँ मान्छे तिमीलाई कस्तो लाग्यो हिरो कुरा फेरि गाई अहिले भर तपाईँहरू सुनिसक्नु भयो सोच्ने मौका पाइन्छ दर्शन फेरि मलाई आफै अर्कालाई चोर जस्तो भन्छ म आफू किनकि अब नेपालमा राजतन्त्र आउँदैछ म पनि राजा हुन राजतन्त्र आउँदैछ र गाई राजतन्त्र कस्तो भन त राजतन्त्र अब आउँदैछ मन्त्र गरेर हुन के पाउला आज भला कि आजसम्म त लुटै लाग्थ्यो आजसम्म त लुटै लाग्थ्यो लुटो नै लाग्थ्यो आजसम्म आज चाहिँ के होला आज के होला जस्तो छ किनकि म आइरहेको छु नि त आज जस्ता भन तस्तै मान्छे छन् यार यहाँ यार आमामा हो आमामा हो नेसनल प्लेस म्युजियम अफ कोरिया छ यसमा के छ पुरातात्विक कुराहरू जसमा हेर्छौँ हामी जुन चाहिँ हुनेवाला छ हाम्रो भइरहेछ भन्ने कुराहरू पनि भए ओहो ओ यहाँ आर्ट हेर न आर्ट ओहो पेन्टिङहरू यो बेलाको है कस्तो मिठो संरक्षण गरेर राखेको नि यो भित्र कति के लुके होला कि होइन के कुराहरू लुके होला कि बकुल्ला यिनीहरू यो दुईटा यो गर्लफ्रेन्ड र बोयफ्रेन्ड बुढाबुढी चाहिँ दुईटा
अनि यो चाहिँ बुढी रहेछ होइन अनि यो चाहिँ बुढा रहेछ बुढीले चाहिँ अनि बुढालाई किच गरिरहेको रहेछ यो बिचरा बुढी दिमाग खराब गरेर बुढालाई गाह्रो हेर नि त्यहाँ कुद्रुक्कबाट बसेको आमै कहाँ देशमा एउटा जङ्गलमा एउटा घर थियो अरे त्यो घरमा एकजना छोरा एकजना छोरी अनि बुढाबुढी बस्थ्यो अरे अनि त्यो घरमा एक दिन एउटा मान्छे बास बस्न आएछ अरे वाला फिल भइरहेको कि मलाई त ल गाइज ह्यान्डबुक चाहिँ हामीले आज लगाएनौँ चाहिँ अति नै धेरै छ मान्छे बुक चाहिँ नेक्स्ट टाइम आएर लगाउने निर्णय गऱ्यौँ त्यो लगाउँदाको एउटा एक्सपेरिमेन्ट पनि गर्नु मन छ होइन त्यो चाहिँ नेक्स्ट टाइम गर्ने भन्ने कुरा भयो अनि आजलाई हाम्रो भिडियो हामीले यहीँ अन्त्य गऱ्यौँ सबैजनाले हेर्नु होला तपाईँ के भन्नुहुन्छ त्यसमा मलाई एउटा चुटकिला भन्छ ल चुटकिला भनौँ एउटा भनौँ एउटा यस्तै सुनसान ठुलो जङ्गलको बिचमा एउटा घर थियो अरे होइन त्यो घरमा चाहिँ एउटा बुढो वृद्ध मान्छे बस्थ्यो अरे है अनि त्यो घरमा एक दिन अचानक आगो लाग्यो अरे है अनि त्यो मान्छे यति हल्को कि त्यसको वेट भन्ने हुँदैन भएको क्या अनि आगो लागेछ अरे अनि त्यहाँ बाहिरको मान्छेहरू आए कसरी त्यो छतमा सुतिरहेको रहेछ अरे क्या घरको छतमा यस्तै जङ्गलमा ठुलो आगो लागिरहेछ अनि छेउछाउबाट मान्छे आएर यसरी गट्टा अनि ब्ल्याङ्केटहरू ठुक्राएर हामफाल भनेछ अरे होइन ऊ हामफाल छ अरे अनि त वेट नभएर फर्केर फेरि मै जान्छ अरे कि हामफाल छ अरे अनि फेरि फर्केर मै जाने फर्केर उफ्रेर के फेरि मै छतमै पुग्छ अनि ल गम लास्टमा गमले त्यो गट्टामाथि गम राखेर यसरी गट्टाहरू माथि गम लगाएर टाँस्ने भनेर त्यो हाम फाल्दा कबाट नै आफू नाङ्नै फर्केर गएर जलेर मर्दो रहेछ कि ल